नमस्कार सम्पूर्णमा ल हामी चाहिँ आज चाहिँ यहाँ साग टिप्न हामी निरैमा आएका छौँ हैन। अब हामी यहाँ चाहिँ के को साग अरे यो फापरको साग टिप्दैछौँ हैन। आज यता दिन जुर्यो। आज फापरको सागसँग कोदोको रोटी झ्याप्प खाने कुरो हुन्छ। यता दिदीले पुरै टिप्दै हुनुहुन्छ, यता दिल्ली सरले टिप्दै हुनुहुन्छ साग एक पोका। अब यता आज यो लास्ट छ यहाँ टिप्नु पर्ने अवस्था छ है। पुरा टन्नै छ यहाँ साग। यो के को साग भन्दाखेरि फापरको साग। यो एकदम अर्ग्यानिक यति मिठो साग छ यो। कमल हो। लगभग अब साग पनि अब हामीलाई भारी पुगिसक्यो। भारी पुग्यो कि पुगेन त्यो त्यही हो। आफूले दिएपछि अर्काले पनि दिन्छन् भन्ने कुरो चाहिँ बुझ्नु पर्यो। ल्याएपछि त खानुहुन्छ नि। तर भारी पुग्यो के नि हो अझै टिप्ने भए अब हामी जाने कुरो हुन्छ। तपाईँहरू टिपेर आउनुहोस् है। अब हामी लाइयो होइन। त्यही त नि फापर उता पनि रहेछ। फापर साग त उता पनि छ। उता अर्को दिन आउन सक्छ होइन। आज त अब यति नै होला। ल अब हामी लाग्नुपर्छ। ल लागौँ दिल्ली सर कि तपाईँ पनि बस्ने यति दाम दाम दाम। एउटा काँक्रा पनि रहेछ। एउटा काँक्रा भर्खर फुल हालेको छ है। अर्ग्यानिक काँक्रा यो तयार हुँदैछ। अब यो अब 1 महिनापछि अब यहाँ आएर फेरि काँक्रा खाने कुरो हुन्छ। 1 महिना होइन 15-20 दिनमा त यहाँ पुरै खाने हुन्छ होला। काँक्रा अवस्था छ। यहाँ त फलिसकेछ। बटल हालेर ठुल्ठुलो भइसकेको छ काँक्रो। काँक्रो ठुलो भइसकेको छ। यता भैँसी कुट्छ। यता फर्सी पनि ठुलो भइसकेको छ। फर्सीको बुटो। अब हामी यहाँबाट ल त्यहाँबाट टिपेर आउनुहोस् है। अब हामी चाहिँ लाइयो। हामी निरेको चोकमा आएका छौँ। र निरै घाटमा आउने बाटो पनि यस्तो बनिसकेको छ। लगभग पिच गर्ने तयारी अवस्थामा छ। हेर्नुहोस् उता गणेश घुम्तीबाट आउने बाटो हो यो। कालीगण्डकी यो पारी फर्सी जाने कुरो खन्याघाट जाने कुरो है। यो कालीगण्डकी यता पर निरै जाने यो मानव आश्रमको भवन बन्दैछ। यो बागलुङबाट आउने खोला हो यो। खोला भनौँ अथवा यो
कुलो भन्ने हो भयङ्कर छ गर्छ यस्तो छ होला मकै बारी अब यो माथि बागलुङ बाटो हो माथि बागलुङ बजार आजको मर्निङ वाक नि अब यहीँ सिद्धिन्छ आजको भिडियो म यहीँसम्म देखाउनु भयो तपाईँहरूलाई खै कालिस बाँस ठ्याक्क त्यहाँ छिरो देखिन्न कालिस चाहिँ देखिन्न अन्त त कालिस पनि देखिन्छ के अरे झाडीभित्र छ त्यो बाँसको झेग्राभित्र कि त्यो दुइटा रोगको ठ्याक्क बान्नै भन्न काली देखाइदिन्छ नि क्या यहाँ नहुनुपर्छ देखिन्न मैले त देखेको छु आँखाले देखिन्छ ल हस् त धन्यवाद भिडियो हेरिदिनु भएकोमा